हेलो गाइस, थुक्पा खाँदैछौँ आज म र मेरो साथी। मिठो छ? वाह। हेलो गाइज, अहिले चाहिँ मेरो बहिनी र म चाहिँ बसिरहेको छौँ। मेरो बहिनीले आँखा तरिको हेर्नु कारण के होला भन्नुहुन्छ भने अघि उसको र मेरो कुट्टा कुट परेर हेर्नु रुवाबासी चलेको थियो साथीहरू। अनि अहिलेसम्म पनि उ रुवाएर आँखासँग फुल्लेर बसेको गाइज। के गर्ने, हाम्रो झगडा चाहिँ बेला बेलामा पर्छ हेर्नु साथीहरू। झगडा परेको बेला भिडियो खिच्ने मान्छे पनि छैन हाम्रो हेर्नु। गाह्रो छ के, एकदम गाह्रो छ के गाइज। अनि म चाहिँ कामबाट थाकेर आएको थिएँ। यसले खानासाना नपकाएछ साथीहरू, भुताल भुतुल परेको थियो। अनि यहाँ अहिले छेउमा सुती छि है, म पनि रहेँ, यो पनि रोइथी गाइज। हो किन भन्छ है गाइज। यो अझै मोबाइल हेरेर भएपछि रिसाएर आइफोन छ नि त, उसको आइफोन 17 प्रो मैक्स किन्यो उसले चाहिँ। मेरो चाहिँ यही खटारे 4-5 वर्ष भयो किनेको, त्यही पनि डिस्प्ले जान लाग्यो गाइज। त्यही पनि स्पेस फुल छ र पनि मैले भिडियो बनाइरहेको छु। अहिले चाहिँ म सुत्न लागेको गाइज। अनि यो पनि आज चाहिँ मसँग सुत्ने भनेर आएपछि बाजिम त अघि मस्त बाजिम गाइज। अनि अहिले चाहिँ सँगै सुत्न आएकी छ होइन। अनि साथीहरू म तपाईँहरूलाई आज अर्को कुरा भनिदिउँ, एउटा खतरा गुड न्युज छ साथीहरू, वेट गर्नु होला। त्यो गुड न्युज सुनेपछि हजुरहरू पनि सक्ड हुनुहुन्छ। के गुड न्युज होला जस्तो हजुरहरूलाई लाग्छ भने साथीहरू 2-3 दिनसम्म वेट गर्नु होइन, भिडियो आइहाल्छ त्यसको बारेमा। खत्रै कुरो छ गाइज, खत्रै कुरो, जुन कुरा हजुरहरूले एक्सपेक्ट नै गर्नु भएन होला होइन। अनि साथीहरू म चाहिँ कामबाट आएँ, खाना खाएँ, खाने बित्तिकै फेरि लडिगएँ हेर्नु। भोलि चाहिँ मेरो बिदा छ, मस्त इन्जोय गर्ने हो। भोलि चाहिँ बुइनी र म भोलि चाहिँ घुम्न जाने हो है। यस यस। कहाँ जाने हामी घुम्न भन्दा? घुम्न नो आइडिया अहिले चाहिँ, तर आई थिङ्क वी क्यान गो स्वयम्भू। स्वयम्भू त जाँदिनँ है म त, 1000चोटि गएको ठाउँ स्वयम्भू होइन साथीहरू। भोलि चाहिँ हामी नयाँ ठाउँमा जान्छौँ मलाई होइन। जहाँ गए पनि तपाईँहरूलाई भनि नै हाल्छौँ, जसरी पनि तपाईँहरूले थाहा पाउनु नै भइहाल्छ। अनि गाइज मेरो बहिनी हेर्नु त कति गोरी छ। म आजभोलि लास्टै डढेर कालो भएको क्या गाइज। हेर्नु न कस्तो कलुवा देखिएको छु उसको अगाडि है साथीहरू। अरू सबै कुरा ठिकै छ, हामी बेला बेलामा यस्तै हो, झगडा गर्छौँ, बाँच्छौँ, मिल्छौँ है। त्यस्तै छ क्या दिदी बहिनी भनेको, सबैको त्यस्तै हो। तपाईँहरूको हुन्छ कि हुँदैन भन्नु होला। अनि आजको भिडियो चाहिँ मैले यति नै बनाउँछु गाइज, किनभने साथीहरू तपाईँहरूलाई एउटा गोप्य कुरा पनि भन्नु हो के। अब चाहिँ मेरो बहिनीको चाहिँ बिहे हुँदैछ क्या, अब मङ्सिरको 13 गते है गाइज। त्यो कुरा चाहिँ मैले तपाईँहरूलाई भनेको थिइनँ होइन। प्र्याङ्क स्र्याङ्क केही पनि होइन नि साथीहरू फेरि है, यो चाहिँ फिक्स हो। मङ्सिरको 13 गते बिहे फिक्स हुँदैछ गाइज। अनि 13 गते हुन्छ गाइज। मेरो बहिनीको बिहा चाहिँ 18 गते छ। इन्गेजमेन्टको भिडियो चाहिँ आउँदैछ साथीहरू, वेट गर्नु है, वेट गर्नु। खतरा इन्गेजमेन्टको भिडियो आउँदैछ गाइज। त्यही भन्न लाग्थेँ मैले 13 गते भनेछु गाइज। 18 गते चाहिँ मेरो बहिनीको बिहा हुँदैछ साथीहरू। अनि के छट्टाका यिनीहरू युट्युबमा आएर भन्नुहुन्छ होला के भयो त नि साथीहरू, राति नै हो, टाइमै हेर्नु। अब सुत्दाखेरि यो भिडियो बनाउने, दिनभरि त फुर्सद हुँदैन, काममा गएर आएको गाइज। अनि भोलि चाहिँ म र बहिनी घुम्न जान्छौँ। दामी दामी फोटो, धेरै भयो घुम्न नगएको दुई बहिनी, दामी दामी भिडियो आउँछ साथीहरू। स्टे ट्युन गाइज। अहिलेको लागि चाहिँ भिडियो यति नै हुन्छ। ओके त बाई, गुड नाइट।